हजुर, कार्यक्रम तपाईँको सहायता हेरेर बसिराख्नुभएका तमाम श्रोता मित्रहरूको माझमा सदाको दिनमा जस्तै लोक साङ्गीतिक वार्तासँगै देश विकास र जनताको आवाजलाई सँगै लिएर उपस्थित भइसकेको छु म तपाईँहरूकै सहायत्री आकाश तामाङ। सदाको दिनमा जस्तै लोक तथा साङ्गीतिक कार्यक्रम लिएर आउने क्रममा आजको विषयमा भने देशमै रोजगार सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयलाई जोडेको छु। अन्तिम समय हेरेर साथ दिनुहोला। यो हो कार्यक्रम तपाईँको सहायत्री जनताको आवाज विकासको अभियान, गाउँदेखि सहरसम्मको समस्या र समाधानको खोजी। हजुर, पक्कै पनि देशमै रोजगारी सिर्जना गर्नको लागि हामीले बन्द भएको कल कारखाना उद्योग धन्दालाई फेरि पुनः सञ्चालनमा ल्याउन सक्यौँ भने वैदेशिक रोजगारमा जाने हरेक नेपाली युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न लगाउन सक्यौँ भने पक्कै पनि देश विकासको बाटोमा लाग्ने नै छ भन्ने मेरो विश्वास र धारणा रहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट बक्समा तपाईँहरूको धारणालाई कमेन्ट गरिदिनु होला। यसै गरेर हाम्रो देश नेपाल कृषि प्रधान देश हुँदाहुँदै पनि कृषिहरूले आफ्नो रेट नपाएर कतिपय तरकारीहरू खेर गइराखेका हुन्छन्। त्यसलाई उचित मूल्य दिएर साथमा अघि बढ्न सक्यौँ भने हामी पक्कै पनि देश विकास र देशको जनताले आफ्नो ठाउँमै आफैसँग रोजगारी सिर्जना गर्न सकिनेछ भन्ने पूर्ण विश्वासका साथ यो भिडियो तपाईँहरूको माझमा प्रस्तुत गर्दैछौँ। भिडियो कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने तपाईँको सहायतालाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। भिडियो कस्तो लाग्यो तपाईँको धारणा कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। धन्यवाद।